गाइज वेलकम। धेरै पछि म युट्युब च्यानलमा आएको छु। आज विशेष लिएर आज चाहिँ बिहानमा नै मैले केही विशेष लिएर आएको छु। मेरो फेरि यो केही बनाउने कहीँ जाने भनेपछि यत्रो ठुलो पिम्पल्स आउनै पर्छ। यो चाहिँ मेन्डेटरी नै भइसक्यो मेरो। आज धेरै समयपछि आएको छु। सबैजनाले हेरिदिनु होला मेरो ब्लग। अहिले म देखाउँछु अनि सबैजनालाई ह्याप्पी न्यू इयर, नयाँ वर्षको शुभकामना। त्यस पछाडि आज पढ्न गएको पूर्णिमाको शुभकामना अनि विशेष गरी हनुमान जयन्तीको पनि शुभकामना सबैजनालाई। म चाहिँ भर्खर उठेर फ्रेस भएर नुहाइधुवाइ गरेर बसिरहेको छु। अब चाहिँ हामी पूजा गर्छौँ बुढाबुढी मिलेर। हामी चाहिँ रेडी हुँदैछौँ। बेबी पूजा गर्दै हुनुहुन्छ। मैले चाहिँ यहाँ ब्रेकफास्ट बनाउँदैछु। आजको लागि चाहिँ ब्रेकफास्ट बनाउँदैछु मैले। यो चाहिँ मेरो चिया, यो चाहिँ मेरो ब्रेड, यो चाहिँ बेबीको। मेरो चाहिँ एउटा मात्रै है, म धेरै खान सक्दिनँ बिहानमा नै। अब चाहिँ हामी रेडी भइसकेका छौँ। हामी रेडी भयौँ। अब जानलाई तर्खर। बेबी के खा कि के आयो भन न। आज जय हनुमान जयन्ती हो अनि न्यू इयर पनि हो। त्यस पछाडि पूर्णिमा पनि। आज त धेरै विशेष परेको बेबी, थाहा छ। अब हामी कहाँ जाने हजुरलाई देखाउँछौँ ल। बिहानको 7 बजे कहाँ हिँड्न लागिरहेका छन् यी दुईटा बुढाबुढीका जोडी। हट न्युज। गाइस हामी चाहिँ हिँडिसक्यौँ। हाँसो मात्रै लाग्छ, लास्ट यहाँ हाँसेको सुनिन्छ क्या है। टिप्न हेर्न होइन। कोसँग जाँदैछौँ चाहिँ म एकछिनपछि एक्सक्लुसिभमा देखाउँछु। त्यस्तो नभन्नु न। अनि हामी चाहिँ हाम्रो अन्तिम डेस्टिनेसनमा आइपुगेका छौँ। सबैजनालाई इन्ट्रोड्युस गर्नु पर्यो ल। वेलकम टु हियर भिलाजी। भ्लगमा फर्स्ट टाइम। अर्को सरलाई पनि फर्स्ट टाइम जस्तै हो होइन। हामी चाहिँ आज खासमा टुलिप टिम आएको हो। भर्खरै मैले भन्दैछु, अनाउन्स गर्दैछु। तर यस्तो चिसो रहेछ कि हामी यस्तो ड्रेस लाएर आएको, धन्न ज्याकेट चाहिँ लिएर आएको भएर आज अलिकति उस्तै भयो। यति चिसो हामी बिहानैमा आएको छौँ नि त, त्यही भएर पनि होला। अनि अघि पानी परेको थियो, त्यही भएर भयो होला। लाइन चाहिँ छ, मान्छेहरू मस्त हुनुहुन्छ। तर एकदमै चिसो। सबैजना फुल हेरेर जाँदैछौँ। यस्तो हामी चाहिँ लाइनमा छौँ। उता डाली छ, डालीहरू यहीँबाट लिनु मिल्छ। अनि प्रत्येकजनाले 5वटा चाहिँ टिप्नु मिल्छ। यस्तो चिसो छ। अभि हेर्नु न, अहिले टिपेर आइसकेको छ है। यस्तो चिसो छ। हामी चाहिँ टोकरी लिएर हिँडिसकेका छौँ टुलिपको लागि। जाडो भएर छाता उडिरहेको छु मैले। मैले जाडो चाहिँ हनुमानै देखेछु अहिले। कस्तो भएछ बेबी? हनुमान जयन्ती हो, हनुमान देखेछु। रमाइलो लागिरहेछ बारीमा। जाडोले रमाइलो लागेन। जाडो भयो। अहिले फुटबल खेल्न जान परेको भए यति रमाइलो हुन्थ्यो उसलाई। होइन हात जान्दिनँ। हजुर किन भन्नुभएको? जाडो भएर हो। अरू लुगा हट्छन्। बाटो केही छैन, पैसा तिरेर आ भन्दै। अनि चिसो चस्मा ल्याइदिएन। यस्तो छ आज, एकदम रमाइलो छ। दिन पनि एकदम राम्रो छ। बाटो हिँडिरहेको छौँ हामी। हिलो भन्न पाउँदिन, डोलो भन्न पाउँदिन। ओ ल, तुलिप फाइनली देखियो। यस्तो राम्रो। ओ माई गुडनेस। वा, अघि त्यसै त्यो तुलिप भनेर लगाइदिएर यहाँ धन्ने। ओ माई गुडनेस, कति राम्रो। मनै हराभरा भयो। स्वर्गमा पुगे जस्तै भयो। सनफ्लावर भन्दा पनि राम्रो लाग्यो भाइ है। हेर्दै के रङ्गी बिरङ्गी हुन्छ नि। वा, इट्स अमेजिङ। कति राम्रो। एकदमै राम्रो ठाउँ रहेछ यो चाहिँ हाम्रो है। पहिल्यैदेखि हो, पिङमा बसेर पनि खिच्नुपर्छ। ओ सेट।
त्यो न हाँसेर यति चिसो गाइस, यति चिसो के सोचेर आएको थियौँ के भयो यो जिन्दगीमा। तर एकदम रमाइलो भइरहेको छ। हामी चाहिँ ठिकै छ, सधैँ कति सनराइजमा मात्र आउने कहिलेकाहीँ। वाह बेबी तुले प्रिन्ट भएको तिम्रो त ऊ पनि रहेछ नि त छाता। बेबी कस्तो रमाइलो भएको छ भन त, रमाइलो भएको छ भन्नु न, रमाइलो भएको छैन भन्नु न, रमाइलो भएको छ हजुर। चिसो छ, कस्तो चिसो, धेरै दिनपछि आज चिसो भयो। सबैजना आउनु गाइस एकदम गरम भयो, कस्तो मजा आउँछ। लास्टै म त ज्याकेट लाउनु नदेखि पुडी। अब चाहिँ हामीले तुलिप यहाँबाट चाहिँ अब लिन्छौँ, टिप्छौँ होइन। कहाँ टिप्छौँ? यहाँ यो टिप्न पाइन्छ नि त। कुन कुन कलरको टिप्ने भन त, कुन कुन कलरको टिप्ने? बाल बबाल तुलिप छ नि। It looks like awesome heaven. कस्तो बबाल छ नि, so nice। हाम्रो ग्याङ यहाँ छ। ए चिसो चिसो मौसम छ, एकदम राम्रो छ, रमाइलो भइरहेछ। अब यहाँनिर पिक गर्दैछौँ, उता टिकटक बनाउँदै पनि हुनुहुन्छ सबैजना हुनुहुन्छ, मान्छेहरू एकदम धेरै नै हुनुहुन्छ मान्छेहरू चाहिँ। ल यहाँ पिक गर्दै हुनुहुन्छ, थरीथरीको टिप्ने, एउटा टिप्नु भिन्न छु हजुरले नि एउटा टिप्नु। थ्याङ्क यू। हाम्रो एनिभर्सरीसम्म रह्यो त यही दिन हुन्थ्यो है। अनि हो नि हजुर, यस्तो पुरै यस्तै नै हो, नपक्रेकै हो। कार्यक्रम चलिरहेको छ, एकदमै रमाइलो भइरहेको छ। धान पनि लागिरहेको छ अहिले चाहिँ बिहानको 9 बजे। हाम्रो आजको ड्युटी फुल गर्ने हो, फुल टिपिरहेको छौँ भन्ने क्या। मेरो छाता है रमाइलो एकदम। अहिले त घाम लाग्यो है, अहिले त जोस् घाम लाग्दैछ। कति हजुर हजुर फोटो अझै खिच्ने खिचाम मस्त खिचा त खिचाम। हामीले त उनीहरूको किन भएको पुग्यो, लेडिजहरूकै हो लागि हामीले चाहिँ फोटो खिच्यौँ। भनेन उनीहरूले, भनेन हामीले खिचिहाल्यौँ भन्ने कि। बास्केट त्यहाँ छ, यहाँनिर मेरो ज्याकेट छ, ज्याकेट लिएर ल। अब अब उठ्यो त के कुन कलरको अझै 5वटा टिप्ने छ नि त हामीले, किन नटिप्नु त होइन, टिप्नु पर्यो। तर सही छ ल, हेर्नुहोस् त यति राम्रो छ नि। म पनि यस्तरी दौडिनु पऱ्यो कि, यस्तरी उडायो। तर एकदम आनन्द छ। चिसो चाहिँ यति चिसो छ अहिले। कति छ वेदर अहिले? 30 होला, यस्तो चिसो छ तर पनि रमाइलो चाहिँ भइरहेको छ। कुन कलर टिप्ने हामीले भन्दै होला, रमाइलो भयो, चिसो थियो है। अब नेक्स्ट टाइम चाहिँ अझै राम्रो हुनेछ। तर आज पनि एकदम रमाइलो भयो होइन त। हामीले फुल पनि एकदमै, यो चाहिँ एकदम रहर लागेको थियो आउनलाई, त्यो चाहिँ पुरा भयो आज फाइनल्ली। थ्याङ्क यू सो मच त्यसको लागि। अब फर्किन लागेको छौँ। अब यो फुललाई हामी त्यहाँ दिन्छौँ, उनीहरूले टिपेर यसलाई काटेर राम्रो बनाइदिन्छन् अनि लिएर जाने हो। चिसो भए पनि रमाइलो भयो नि होइन, रमाइलो भयो, फुल टिप्यो एकदम रमाइलो भयो। अब त्यो फुल उता लगेर दिनुपर्छ काट्नको लागि, उनीहरूले काटिदिन्छन् राम्रोसँग अनि जाने। लाइन बस्नु पऱ्यो। अब उता कता हो सनफ्लावरको झन्डा जस्तो रहेछ। पार्किङ यति धेरै मान्छेहरू छन्। हामी गाडीमा बसिसक्यौँ। अब चाहिँ हामी 10 मिनटमा बस्छौँ। एकदमै चिसो थियो, त्यही भएर हामी चाहिँ जे मजाले फुल टिप्यौँ होइन, ल्यायौँ। मजाले रमाइलो भयो, एकदमै धेरै रमाइलो गऱ्यौँ, इन्जोय गऱ्यौँ। चिसो मौसम थियो, चिसो मौसमले गर्दा धेरै एनर्जेटिक पनि बनायो हामीलाई। हजुर बिहान हामी अन्त फर्किने पनि थियो कि है, हो नि बच्चा लिएर 6 बजीदेखि है। हाम्रो चाहिँ 8 बजेको नि। गाइस हामी चाहिँ टुलिप पिकिङ गरेर
फ्लावरहरू टिपेर अनि त्यो चिसोमा घर आएर के खान्छ भन्दाखेरि गुन्द्रुक आज हनुमान जयन्ती हाम भेज पनि हो म त अलवेज भेज तर यहाँ सबैजना भेज हो आज चाहिँ त्यस पछाडि यहाँ गुन्द्रुक अनि यहाँनिर छ भेन्डीको अचार अनि यहाँ टमाटरको अचार पनि बनाउँदैछु अनि गुन्द्रुक अनि यहाँनिर त भात भइहाल्छ यसरी आजको हाम्रो स्याटरडे हुँदैछ